Good morning. Good morning. Good morning, the action. Good morning. धन्यवाद। हाम्रा आजको यस महत्त्वपूर्ण कार्यक्रमका अतिथिज्यू र यो एक्सन म्यानुफ्याक्चरिङ प्राइभेट लिमिटेडका हाम्रो चिफ अतिथि र अन्य पदाधिकारीज्यूहरू, हाम्रा क्राउन इन्भेस्टरज्यूहरू, क्राउन डाइभरज्यूहरू, डिएक्सनका उच्च ओहदामा रहनुभएका र सबै तहमा रहनुभएका हाम्रा डिएक्सनका उत्तरज्यूहरू सम्पूर्णको अगाडि मेरो तर्फबाट आज नमन गर्न चाहन्छु। अब यो महत्त्वपूर्ण कार्यक्रममा यहाँ मलाई अब दुई चार शब्द व्यक्त गर्ने जुन सुवर्ण मौका दिनुभयो, त्यसको लागि म आयोजक साथीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। आजको दिन भनेको एकदम अविस्मरणीय दिन छ, किनभने नेपालमै हाम्रा डिएक्सनका प्रोडक्टहरू उत्पादन हुने थलो यो म्यानुफ्याक्चरिङ युनिटको डिएक्सन म्यानुफ्याक्चरिङ युनिटको उद्घाटन गर्ने क्रम जारी छ। यसभन्दा अगाडि हाम्रा डाक्टर लिम्ज्योतिन र डाक्टर सबेरले पनि उहाँहरूले आफ्नो मन्तव्य प्रकट गर्नुभयो र केही कुराहरू त यसभन्दा अगाडि पनि हाम्रा कन्ट्री म्यानेजर र उद्घोषकजीले पनि भनिसक्नु भएको छ र मैले केही महत्त्वपूर्ण कुराहरू पृष्ठभूमि अलिकति मलाई चाहिँ भन्नै मन लाग्यो। नेपालमा 2002मा डिएक्सनका उत्पादनहरू ल्याउनलाई मैले अनुमति पाएको थिएँ। मैले भन्नाले न्यू विवेक इन्टरप्राइजेसहरूले यसलाई चाहिँ सामानहरू ल्याएर नेपालमा वितरण गर्नको लागि 2002 भन्नाले 23 वर्ष अगाडि यो सामानहरू चाहिँ बिक्री वितरण गर्ने कम्पनीको ऐन नियमअनुसार चाहिँ जाने किसिमले काम गर्नको निमित्त एउटा चाहिँ आधिकारिक संस्था चाहिएको थियो। त्यो बेला न्यू विवेक इन्टरप्राइज भन्ने संस्था जुन विवेक सेन गुरुले सञ्चालनमा ल्याएका थिए, दर्ता गरेका थिए, त्यसलाई आधिकारिकता दिनुभयो डिएक्सन मलेसियाले। अनि डिएक्सन इन्टरप्राइजेसबाट हामी सामानहरू पहिला सुरुमा 2-3वटा कन्साइनमेन्ट हामीले चाहिँ इन्डियाबाट चाहिँ ल्यायौँ। हामी डाइरेक्टली मलेसियाबाट चाहिँ ल्याउने क्रम चाहिँ जारी भएको थियो र यो 2061 सालमा आएर यसको व्यवसायिक भोल्युम बढ्ने, लोकप्रियता बढ्ने र हाम्रा डिएक्सनका यहाँ जस्तो खम्बाहरू अगाडि बढ्ने क्रम बढी भएको हुनाले यो कम्पनी यो इन्टरप्राइजलाई प्राइभेट लिमिटेडमा स्तर उन्नति गरेर 2 जना सञ्चालक, एउटा सञ्चालक मै भएँ र एउटा विवेचन गरेर 2टा सञ्चालनबाट यो नेपालमा चाहिँ आधिकारिक संस्थाको रूपमा व्यवसायलाई अगाडि बढाउनको निमित्त सामानहरू ल्याउने, कम्पनीको चाहिँ ऐन कानुन बजारीकरण पोलिसी अनुसार चाहिँ सञ्चालन गर्ने काम नेपालमा चाहिँ भयो। त्यो गर्ने क्रममा हाम्रो ऐन कानुन थिएन, त्यस कारणले हामीले प्रचलित ऐन कानुनलाई मध्यनजर राखेर यसलाई विधिवत तरिकाले चाहिँ त्यसबाट अनवरत किसिमले चाहिँ अगाडि बढिरहेको कुरा यहाँ म निवेदन गर्न चाहेँ। र 2063 सालदेखि जब यो व्यवसायहरू चाहिँ यहाँ फस्काउने क्रममा गयो, नेपाल सरकारले पनि यसलाई कसरी चाहिँ नियमन गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा चाहिँ एउटा चासो राख्नुभयो र यसलाई ऐन कानुन बनाएर लानुपर्छ भन्ने उहाँले महसुस गर्नुभयो। सर्वोच्च अदालतबाट पनि 2066-68मा ऐन कानुन लिएर यो प्रत्यक्ष प्रणाली मार्फत बिक्री गर्ने जति पनि कम्पनीहरू, जति पनि व्यवसायहरू छन्, यसलाई चाहिँ नियम सङ्गत अगाडि बढाउनको निमित्त ऐन कानुन बनाउने भन्ने आदेश समेत आएको हुनाले नेपालको सरकार वाणिज्य विभागबाट यो बनाउने क्रम जारी भयो र म यहाँलाई निवेदन गर्न चाहन्छु। त्यसबेला हाम्रो चाहिँ कुनै ऐन कानुन नभएको अवस्थामा प्रचलित परम्परा तरिकाले चाहिँ व्यवसाय सञ्चालन गर्नु भनेर हामीले रोकेनौँ, तर हामीले चाहिँ यो डिएक्सनका चाहिँ क्रियाकलापहरू, गतिविधिहरू गर्ने क्रम चाहिँ हामीले अगाडि राख्यौँ र 2074 सालमा नेपालमा प्रत्यक्ष बिक्रीको चाहिँ कानुन आउन चाहिँ सफल भयो र त्यसको ठ्याक्क 2 वर्षपछि नियमावली आयो। 2076मा 76मा 74मा कानुन आयो, 2076मा चाहिँ नियमावली आयो र 2078मा चाहिँ यसको निर्देशिका आएर यो नियमावली र यो निर्देशिका अनुसार चाहिँ
यो प्रत्यक्ष बिक्रीको प्रणालीको चाहिँ कारोबार अगाडि बढाउने र यसलाई चाहिँ नियमन गर्ने व्यवस्थापन गर्ने परिपाटी चाहिँ नेपाल सरकारले अगाडि ल्यायो। यसै क्रममा चाहिँ जसले चाहिँ यो प्रत्यक्ष बिक्री मार्फत चाहिँ सामानहरू बिक्री वितरण गर्नुपर्ने हो उनीहरूले चाहिँ एउटा लाइसेन्स लिनुपर्ने प्रावधान भयो, जसअनुसार 2077 सालमा न्यू विवेक इन्टरप्राइजेस प्रणालीले हामीले चाहिँ यसको चाहिँ लाइसेन्स प्राप्त गर्यो। आजभन्दा 4 वर्ष अगाडि, अहिले 5औं वर्षमा रनिङ गर्दैछौँ। यो हिसाब किताबले हामीले चाहिँ यो कार्यक्रमहरू चाहिँ अगाडि बढाएका हौँ र मलाई याद छ जुलाई 3 तारिक 2020 सालमा जब हामीले नेपालको कानुनअनुसार हामीले चाहिँ प्रत्यक्ष प्रणालीको चाहिँ व्यवसाय गर्ने भनेर लाइसेन्स दिएका थियौँ। विदेशी नेपालमा नबन्ने सामानको हागमा विदेशबाट आएको सामानहरूलाई चाहिँ गर्न सकिने भन्ने भए तापनि नियमावलीमा चाहिँ 50% भन्दा बढी स्थानीयमै स्तरबाट चाहिँ सामानहरू लिनुपर्ने अथवा बनाउनु पर्ने भन्ने कुरा आयो र त्यसले चाहिँ हामीलाई अलिकति बाधा आर्जन गरे जस्तो भएको थियो। र त्यो जुलाई 3 तारिकको दिनमा एउटा पत्र चाहिँ मलेसिया हेडक्वार्टरबाट डाक्टर लिङसोजीबाट लिखित पत्र चाहिँ प्राप्त भयो। त्यो प्राप्त हामीले वाणिज्य विभागमा बुझाएका छौँ, जसअनुसार उहाँले चाहिँ के कमिटमेन्ट गर्नुभएको थियो भने त्यो बेला चाहिँ हाम्रो चाहिँ यो नेपालको चाहिँ एउटा ब्लकेजको स्थिति थियो, बन्दको स्थिति थियो। त्यस बेला चाहिँ हाम्रो चाहिँ अब एउटा रोग लाएर संसारभरि नै ग्रस्त थियो, होइन त्यस्तो अवस्था थियो। त्यस कारणले उहाँले के भन्नुभएको छ भने जब अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन्छन्, जब चाहिँ नेपालमा ब्लकेज चाहिँ हटिन्छ, जबसम्म चाहिँ यहाँको सबै चिज चाहिँ सामान्य हुन्छ, त्यो बेलामा चाहिँ हामीले चाहिँ नेपालमा फ्याक्ट्री गर्छौँ भनेर चाहिँ एउटा कमिटमेन्ट लेटर डाक्टर लिङले चाहिँ वाणिज्य विभागलाई चाहिँ देखेको